आज तिमीलाई एउटा कुरा भन्न मन छ। भन न आलु, तिम्रो आवाज किन यति भारी भएको? 10 वर्ष म तिमीलाई माया गरेर बसेँ, आज बिहे पनि भयो, तर मसँग आफ्नै घर छैन। तिमीलाई आफ्नै घरमा राख्न सकिन। ए आलु, घर नभएर के भयो र? तिमी जहाँ हुन्छौ त्यही मेरो घर हुन्छ। तर गाउँलेले हाँस्छन्, घर ज्वाइँ आयो भन्छन्। मलाई नराम्रो लाग्छ। मानिसको कुरा सुनेर मन किन दुखाउँछौ? उनीहरूलाई हाम्रो माया देखिँदैन, केवल घर देखिन्छ। म तिमीलाई सुख दिन चाहन्थे, तर उल्टै तिम्रै घरमा आएर बसेँ। तिमीले मलाई सबैभन्दा ठुलो सुख दिएको छौ साथ। धनले घर बन्छ, तर मायाले जीवन बन्छ। काउली, तिमी यति राम्रो किन छौ? किनकि मेरो मनमा तिमी छौ। कहिलेकाहीँ लाग्छ म तिम्रो लायक छैन। तिमी बिना म अधुरो थिएँ, तिमी आएपछि मात्र पूरा भएँ। यदि एक दिन मसँग घर बन्यो भने पहिलो इँटा तिम्रो हातले राख्नेछु। अनि यदि कहिले घर बनेन भने पनि म तिम्रो हात समातेर यही बसिरहनेछु। आज थाहा पाएँ, साँचो घर भित्तामा होइन, कसैको मनमा बन्ने रहेछ। अनि मेरो मनमा तिम्रो घर धेरै पहिले बनिसकेको छ। प्लिज फलो र लाइक गरिदिनु होला। गर्नुहोस् है साथीहरू।